हेलो नमस्ते एभ्रिवान, सन्चै हुनुहुन्छ होला। आज हामी जाँदैछौँ दाङ लम्हैमा रहेको एकदमै फेमस चर्चित पार्क ग्रिन पार्क भन्ने ठाउँमा, जो कि धेरै फेमस छ। धेरै टाढा टाढादेखि पनि यहाँ मानिसहरू घुम्नको लागि भिजिट गर्नुहुन्छ। दाङवासी त अब आउनुहुन्छ नै, धेरै टाढा टाढादेखि पनि यहाँ आउनुहुन्छ। म पनि यहाँ गएको छैन। आज हेरौँ के छ यसको भित्र, हेरौँ। जाँदैछौँ हामी भित्र। जैविक विविधता ग्रिन पार्क भन्ने नाम रहेको छ। हामी भित्र प्रवेश गर्दैछौँ। यहाँदेखि हाम्रो यो ग्रिन पार्क सुरु भयो। हामी हेर्नेछौँ अगाडि के न छ। यहाँ चिडियाघर छ भन्ने पनि हामीले जानकारी पाएका छौँ। हेरौँ त चिडियाघरभित्र के कस्ता जानवरहरू, कस्ता पशु पन्छीहरू रहेका छन्, त्यो हामीले हेर्नेछौँ। धेरै राम्रो ठाउँ रहेछ। शान्त वातावरण, हरियाली। तपाईहरू पनि यदि आउने इच्छुक हुनुहुन्छ भने आउन सक्नुहुनेछ। यो दाङको यो लम्हैमा रहेको छ। बस पार्कदेखि ठ्याक्कै अपोजिट साइडमा हो। यहाँदेखि हामी अगाडि जानेछौँ। यहाँ सानो पुल रहेछ, यहाँ ब्रिज। यहाँदेखि अगाडि जानेछौँ। धेरै शान्त ठाउँ लाग्यो मलाई यो पार्क। देख्नलाई राम्रो रहेछ, टक्क मिलेको। घुम्नको लागि शान्त वातावरण भएको राम्रो ठाउँ रहेछ। हेरौँ के छ अरू। हामी अगाडि जाउँ, अगाडि हेर्दै जाउँ के रहेछ। यहाँ केही दिदीबहिनीहरू पनि आउनुभएको छ। कसैले टिकटक बनाउँदै हुनुहुन्छ भने कसैले फोटो खिच्दै हुनुहुन्छ। यतातिर भाइले बहिनीको फोटो खिच्दैछ। फोटो क्यामेराम्यान पनि हुनुहुन्छ। यदि यहाँ फोटो खिच्ने इच्छुक हुनुहुन्छ भनेपछि यहाँ फोटो पनि खिच्न मिल्दो रहेछ। क्यामेराम्यान भाइहरू यहाँ टन्नै बसेका रहेछन्। अगाडि जाउँ के छ। हेर्नुहोस्, एकदम शान्त वातावरण भएको, एकदम सुनसान ठाउँ, एकान्त ठाउँमा रहेछ यो पार्क। धेरै सुन्दर लाग्यो मलाई त। राम्रो ठाउँ रहेछ। आउनुहोला साथीहरू घुम्न। अरू हेरौँ अगाडि के छ। हामीले अगाडि देख्दैछौँ। अगाडि बढ्दै जाउँ। के छ हेरौँ। यहाँ बहिनीहरू, दिदी बहिनीहरूले टिकटक बनाउँदै हुनुहुन्छ। साथीहरू, आई लभ ग्रिन पार्क लम्है भनेर लेखेको छ। यतातिर के छ है त, यतातिर हेरौँ त। यहाँ आज दिदी बहिनीहरू टन्नै आउनु भएको छ है टिकटक बनाउन, फोटो खिच्न। शान्त वातावरण रहेछ, घुम्नको लागि धेरै राम्रो रहेछ। यहाँ जाली लगाएको रहेछ। यहाँदेखि अगाडि जान निषेध गरिएको छ। अगाडि जानको लागि बाटो छैन। हामी यतादेखि यतातिर जाउँ है त। यतातिर कस्तो छ हामीले देख्नेछौँ। के छ म यो भिडियो मार्फत देखाउने प्रयास गर्नेछु। भिडियोमा बनिराख्नु होला, भिडियो हेरी साथ दिनुहोला। सक्दो प्रयास गर्नेछु साथीहरू। यहाँ पार्कभित्र जे छन् म देखाउने प्रयास गर्नेछु। ल हेर्नु साथीहरू, यो हाम्रो नेपालको राष्ट्र चरा डाँफे हो यो। यहाँ परदेशहरूको नाम लेखिएको छ। यहाँदेखि हामी अगाडि जाउँ। के छ जे छ हामीले देखाउँछौँ। अहिलेसम्म देखेको चाहिँ धेरै मन पर्यो। राम्रो ठाउँ छ, राम्रो चिज। ल हेर्नु, हाम्रो झन्डा, राष्ट्र झन्डा हो यो। कति राम्रो डिजाइनले बनाएको यो, कति राम्रो लुक देखिएको छ यहाँदेखि टक्क मिलाएर। यो चाहिँ नास्ता खानको लागि क्यान्टिन रहेछ। यहाँ क्यान्टिन रहेछ। यदि हामीलाई नास्ता खानु पर्यो भने यहाँ हामीले नास्ता पनि पाउने रहेछौँ। यतातिर जाउँ अब। हेरौँ यतातिर के छ। यो डोगी हो, डोगी पनि घुम्न आएको छ आज। यता फेरि छुट्टै एउटा बच्चाको लागि एउटा
छुट्टाइको भाग रहेछ। यतातिर बच्चाको लागि खेल्ने व्यवस्था बनाइएको रहेछ। यतातिर हेर्नुहोस् बच्चा खेलिरहेछ। राम्रो व्यवस्था रहेछ यहाँ बच्चाहरू खेल्नको लागि। हामीले बच्चाहरूलाई पनि खेलाउन मिल्ने रहेछ। यहाँदेखि बच्चा जान्छ भित्रदेखि, वहाँदेखि घुमेर यतादेखि तल झर्ने ठाउँ। बच्चाको लागि निकै नै रमाइलो ठाउँ रहेछ यो। अरू पनि छ है, यता अरू पनि छ। बच्चा यसमा बसेर घुम्न खेल्न पनि सक्दो रहेछ। यहाँ बच्चाहरू आएर यसमा निःशुल्क खेल्न पाउने रहेछ। निःशुल्क हो यो सबै। हामी कतै मेलामा घुम्न जान्छौँ, कतै जान्छौँ भने हामीले शुल्क दिनुपर्ने हुन्छ वहाँ, तर यहाँ निःशुल्क रहेछ। बच्चाहरूको लागि खेल्नको लागि धेरै राम्रो रहेछ। निःशुल्क खेल्न पाउने रहेछन् बच्चाहरूले। अब हामी यो क्यान्टिनदेखि अगाडि जाँदैछौँ। अरू हेर्छौँ के छ यो भित्रमा। यहाँदेखि यो शान्त वातावरण भएको राम्रो ठाउँ लाग्यो मलाई। छोटो मिठो भने जस्तै राम्रो सानो एरियामा शान्त वातावरण भएको राम्रो ठाउँ लाग्यो साथीहरू मलाई। हजुरहरूलाई कस्तो लाग्यो सेयर गर्नुहोला, कमेन्ट गर्नुहोला, कमेन्ट मार्फत राख्नुहोला। मलाई चाहिँ राम्रो लाग्यो साथीहरू। म पनि पहिलोपटक आएको, त्यसैले भिडियो बनाएको थिएँ। हजुरहरूले हेरेर साथ दिनुभयो, हजुरलाई धेरै धन्यवाद। यसै गरी माया गर्नुहोला। अब हामी यहाँदेखि बाहिर प्रवेश गर्नेछौँ। बाहिरतिर भिडियो हेरेर साथ दिनुभयो, हजुरहरूलाई धन्यवाद। यदि भिडियो मन परे लाइक कमेन्ट चाहिँ गर्नुहोला। हस् साथीहरू, धन्यवाद।